कस्तो राम्रो पात रहेछ। के को पात होला? यहाँ चाहिँ जङ्गली सुँगुरले गङ्गटा खोजेर खायो होला सायद। अलैँची यहाँ पुरै भर्ती थियो अलैँची, त्यसमा सबै मरेर यस्तो भएको छ है। यो के खालको अलैँची हो पनि यहाँ नहुँदो रहेछ यो ठाउँमा। यहाँ यसपाल मैले छुरी हानेको थियो। यहाँ चाहिँ राम्रो फुलेको छ, फुल्नु चाहिँ एउटा बोट मात्रै। यहाँ दुई चारवटा बोट चाहिँ बाँचेको छ। यस्तै हो। यहाँ त्यो औलमा हुने त्यो गोल्सैको बिरुवा ल्याएर रोपेर रहेछन्। यो धेरै लेट भएर नफलेको होला सायद, नबाचेको होला, सबै मरेछ। ऐसेलु मेरो त घरदेखि दाउरा काट्नु टाढो जानु पर्दैन साथीहरू। घर यहीँ छ, यहीँ नजिकै जङ्गल छ। मेरो एउटा साथीले चाहिँ के भिडियो गरेको हो कि क्या हो भन्दैछ। अनि यस्ता यस्ता छ नि सिन चाहिँ जे होस् राम्रो छ। मेरो घरको छाना हेर्नुहोस्, यस्तो राम्रो छ कि यहाँ भित्र भात पकाउँदै हुनुहुन्छ एकजना। भात खाएर काठ बोक्न जाने हो। हुन्छ नि, हुन्छ। पारिपट्टि आगो लाछन्, त्यहाँ चाहिँ कोपी खेती गर्ने अरे।